त अलिक पछाडि छ तेरो छाया छिरायो के फिनिस हो कि हो सेन्चुरीलाई सेन्चुरी हान्दियो त लु यताबाट चाहिँ ठिक आउँदो रहेछ छेसो त तेरो भाइ तिनले हान्न अलिक साह्रो ला पावर पुग्दैन के भन्नु चाहिँ काका ससुरा काका ससुरा ए खा सबै हाम्रो त गेम रहेछ सक्यो त कति पोइन्ट हो गन्ता खेल्नु चाहन्छ गर्न चाहँदैन सबै त्यही यिनीहरू चाहिँ खायो पहिला अहिले फेरि यता भित्रमा मेरो मालिकमा के हो के गरेको बोरी खालै अहिले खाएपछि त सिङ्गलै हाल्दा भयो नि डबल ट्रिपल नहाल्ने यो खायो खा हुन्छ नि रणनीति हुँदैन हाम्रो त्यो पनि खान त के खान्छ सक्यो त उल्टा त्यो पनि हेर्दै पाली पनि टन दिएन त सको तीनटा कति गरेर खाइहालौँ न ब्लक ठुलो तानेर सकिन्छ होइन तेरो त छिरा त्यही छिरा न त्यही पावर हान्छ यो त्यो तान्दैन त्यो किन त्यो छिरिहाल्छ त फर्केर यो 11 छिर्छ नि त फेरि तान भने उसले पुछ न दामी हो सकियो छैन त्यही छिरा न त्यही चाहिँ छिरा न सुरुमा के गर्न फेरि घुमाउनु ल त्यो चाहिँ सक्नु न तिमी हात तल सार पछाडि पुछ्नु आयो हातमा फिनिस कस ए छैन फिनिस हान्छ फिनिस हो त ल लानु ल ल्या त्यता तखेर हाने खाने नै जस्तो आ पहिला जानुपर्ने हो दुइटै छिर्छ म त दुइटै छिराउनु पर्छ के हुन्छ है हान्न ए हान नडरा न कस्तो डराएको हान देऊ खड्का डबल हान्छ क्या कस्तो डराएको त्यहाँ सुएन भने अहिले डबल हाल्ने के मतलब हो सुएन नि तिरहेको छ कि लु हो आम ए ल राम्रो भयो तलामा आइस मिठाई त लुकाइ हान्छलाई चाहियो दाइ हात यहाँसम्म आँखा चिम्लेर हान आँखा चिम्लेर के भयो छिर्सक्यो यो लुलु तेरै फोटो छिट गर अझै सम्झाएन यार तेरो के भएको यार त जाली खेलेर नि तयार हुन्छ कस्तो जाने हो बराबर हामी क्लियर हो पोइन्ट आउँछ होला हाँस उताको यताबाट कस्तो आउँदो रहेछ अझै छाया तर पनि छाया हेर्ने यार सुभाषसँग आएको हौ एक दुईवटा तलरी पहिले लिएर आएको के भन्छ यो अघि स्कुलमा आएदेखि आएको क्या भन्छ यो आएपछि झगडा परेको नि ऊ कुराको यहाँनिर हिजो त यहाँ होइन हौ हाम्रो ठाउँ छ नि त फाइट गर्ने बिग्रिन्छ हाँसो छ हेरेन यसकोसँग चाहिँ नगर्नु है यसले कुकुर फाइट गराउँछ कि रेस्लिङ हुन्छ नि त्यस्तै रिङ छ क्या हाम्रो ओ खड्का तेरो हातलाई झार्न छाया छेक्यो कुन खान्छ यो खान जस्तो छुमा त नि टाँसिरहेछ छिर्छ
लु त तिमी पनि खाऊ बाङ्गो छ बाबु खाऊ खाऊ खाइहाल्छ रे चप्पै चपान देखाए छिराइदिनु छक्कै खोइ त भजन जति खान्छ लु हातै हातमा पो आएछ ल तीनटा चाहिँ गरेर त्यहाँ फसाइसक्यो त्यसले पनि फेरि त्यो फसेको होइन त्यो छिर्नको लागि रेडी भएको टाइगर पो जान्छ त कुन खालको भन्दै दुई चाहिँ छिराएर तिनटा पनि लु छिरा त तिनटा तिनटा पनि छिराइदिनु भन्दा यता चाहिँ ए तिनटै छिर्छ भाइ भाग्छ के भयो पानी भित्र पानी यस्तो छिराइदिनु पर्यो त उतै तान्न उतै तान्न सुवास उतै हेर न यो भन्दा कति तान्नु हो ल उठाउँछ होला है छिरायो खतरा गरिस् तर के गर्नु क्विन बिचमा अब स्टे गर्दै मोटिङ हाल्नु ल छिर्छ होला नि हाल्दै हाल्दै अड्क्यो त गोटी उल्टा न बिस्तारै हाल्नु नाइस अरे के हो सोच 15 भयो त लु त्यसमै दिन दिनु मलेसियामा कामै काम गर्नु कि क्यारम मात्रै गर्नुको छ क्यारम खेलेर पैसा आउने भएको तपाईँ लुडो त क्यारम बोर्डको पनि एप हुन्थ्यो नि कि छैन पहिला त कोभिडको बेलामा लुडोको त खतरा चलेको थियो होइन लुडो अहिलेसम्म चलि नै रहेछ उही केटाहरूको बाजी पो चल्थ्यो लुडो फलैचामा बसेर होइन खतरा नि हाम्रो खाएको सजाएको गोरी सक्यो त हान्नु पाइन्छ अलिकति अझै फेरि चाहिँ यसो धेरै ठुलो स्टे गर्दैछ के भयो कुन खाँदैछ खाए सबै खाइदिए सक्यो मान्दैन होला नि त जान्नेलाई राख भन्छ होला नि त त्यही हो हामी खत्रै हो यतिको त जान्छ नि 12 पनि अब 12 पनि देऊ न नर्मल हो यतिको त अन्त मेरै पो टर्न हो त है फसेन सुस्तरी 18 10 खाना छैन फसेको 10 पनि छ अहिले चाहिँ नखेला है सक्दिन्छ यो खायो ल जस्तै हानेको होइन अनि त्यही हामी जस्तो पाए त्यस्तै हानिन्छ यसलाई हान्न फसाइराख्न खालालाई यतादेखि रातो लान्न फस्याउँछ आफ्नै ब्ल्याक हानेकै छोड्छ के चपान हार्दैछ यो बा के हो तिम्रो बल भन्दा आजको क्यारमतिर हो कि क्या फोकस हाम्रो नि त तँ नगर न नछु त्यही खान यो तेरो छिरिहाल्छ म किन खानु त्यो कुन खान्छ छिर्दैन यसको त्यो गोटी छ नि अन्त म उता हानिदिन्छु नि त्यो हो ल यहाँ तान्दिनु यो बिचबाट आउँदैन यता यो बिचबाट आउँदैन आउँदैन अलिक यार कहाँ आउँछ त्यहाँ अब त आउँछ यसलाई हान्दा नि त्यसलाई नै हान्दा आउँछ ल 17 ला हान न 17 ला नै हान न त्यहाँ त्यो तान्दिन्छु ल ल देख्छु त त्यसमा उल्टाको हो कि उल्टाको छिर्का यो चाहिँ एउटा चाहिँ त्यसलाई सोयो फेरि ब्लक राखेको छ यताकोले खाँदैन बरु त्यो त हान्नु नि त काम यो खाना खा त्यो त ड्याङडुङ हान्छ
हाँसा सका त 11 देखि सकिन्छ तेरो ल फिनिश 16 जाँदैन 16 उता जान्छ त 16 यो हान्न यो यो टोकी हान्न त उपर पुग्ने अरे डाँडो गर्दै छतर के लाग्यो होला सन निकाल्दै भन्ने त ला बिगार्ने भनेर चाहिँ बिग्रिन्छ क्या आफै चुपचाप के भयो यो धेरै सिधा जाँदा चाहिँ फर्किन्छ राम्रै खिच्छ यो यता फर्छ है 10 यो थडा नम्बर छिर्नु सक्छ उता त्यही खाना त्यही खाना आइरहेछ त भाइ अन्तिम भन्छ अब त्यति नै हो यसलाई टकी हान अरे खेल्दै के हो त के हो ए तेरिका के त पहिलो थोडादिन त छिर्छ ल त पावर हान्दा रे केटाहरू काठमाडौँको भनेर साथी लिएको हो क्या समस्या आयो भने भनिहाल है केटाहरू काठमाडौँको भनेर 12 बजे ल्याइदिएको हो क्या मतलब भयो ल्याइदिएको नि आफूले मापेको झोकमा ल्याइदियो यो खायो एउटा 23 पोइन्ट पो रहेछ कहाँबाट ल्याउनु त रिग्रेट त भएको छ बेल त लुगा टक्केको खाँदा नि 2-3 वटा बन्छ रोटी तलैदेखि चप्पलदेखि नै के भएर खड्का रोटी के निस्किन्छ 23 हो 23 हो ओइ हाँसा हान्न यो त दुई बन्दा मात्रै तिमीलाई 40 तिमीलाई 50 एउटा छाता चाहिँ खोजिराख्यो एउटा देउलालाई हो देउलालाई त बिस्तारै देउलालाई एउटा एकदिन होटल बन्द दियो यो कपाल चाहिँ रोपिहाल है पैसा कमाइसक्यो फुपू सासूले कपाल काट्नु लगाएर यो 1500 रुपैयाँ गोटामा हो त्यस्तै 1530 रुपैयाँ 150 रुपैयाँ गोटा हो है हाँसा 150 रुपैयाँ गोटामा रोपिदिन्छ त भयो अहिले नरोप्नु टाकै टाका बस्दो रहेछ पछाडिको झिकेर रोप्नु काम ए कहाँ नेपालमै इन्डियामा चाहिँ देखेको छ नेपालमा चाहिँ मैले देखेको छु तर इन्डियामा मान्छे मर पनि भनेको छौ त्यो होइन अर्काको गर्दा चाहिँ सस्तो खालकोमा गर्दाखेरि बेस्ट चाहिँ टर्कीमा रहेछ गर्दा हुन्छ तर अलिक जग्गा चाहिँ हेर फेरि त्यस्तै ठाउँमा गयो भने त उयो क्यारम बोर्ड गर्दा यहाँ क्यारम किङ हो सिक्यो हो कति भयो जाँदा खेल्नै जाउला भाइको नि अनि हामी त सेतै कालो भयो कालो ल सकिरहेछ त कालो त हो खान्छ मन टाइम छ भन्नु भाइ 40 ओइ कालो आएर छिर्यो दाइहरूले सिरा बाटो खुलाइनु पर्यो नि त मैले खुलाइदिएँ खै यो कता कुन नाम यता हाम्रो दादा पनि हुन्छ बाटो खुलाइनु पर्छ अब जल्दी काटो खुलाइदिनु भन्नु दुईजना छुरा छुरा हानेर चाहिँ त 12 देखि सुरु गर्दा ब्लग हो त्यो त हाम्रो है यो मान्छे लोदरे अघि त हान्डेको त दुक्की लागेर गएको रहेछ त्यो टङ्की हान्दैन दुइटै त्यो बसिरा उताबाट जाने भयो बरु यता खाली थियो यहाँबाट अनि त्यो त्यो छिर्छ कि भन्नु यत्रो उनी हुन्छ छिरेको थियो पर छैन लागेर फर्क्यो राम्रो भयो अभिषेक सम्झाना के भएको होइन होइन त उज्यालो बस्तीबाट आएको उज्यालो होइन अँध्यारो हो अहिले अहिले त सिटी भएको छ अरे यो निस्किरहेको रहेछ ओइ कस्तो नचुको यहाँको यहाँ पनि छुएन त सक्न भाइ 15 खाइदिनु त सबै नमिठो खाइदिनु निस्क्यो त हातको खाना त्यो त मेरो फिनिस उता उतै पो कटेर गयो फिनिस हान्ने हो त एक गोटी चाहियो होइन काम भइहाल्छ त त्यो त मेरो सिरिहाल्छ नि सबभन्दा फेरि त्यो गोटी कुनो त्यो हानेर खान्छ छैन नि हाँसा गोटी घटा तान्न त बरु तान्न त चल्दैन होला खो मैले डाँडो तानेको चाहिँ माइ घटा यो खा ए हान हिजोको बाजेको तरिका भयो नि यार अघि त दुक्की लागेर गएको रहेछ एक दिन। बेगोने होला पावर सक्यो क्या यसको है सिङ्गल सिङ्गल हानेको मिल्थ्यो होला पावर त अर्कैमा सक्यो क्या हाँसा त्यस्तै लाग्दैछ यो खाँदा ल मोटो लाग्दैन हामीले नगर्नु के हो त्यहाँ गोटी थुप्रेर सकिन आँटिसक्यो त हौ पुस्ता यता पुरा थुप्रै छ नि गोटी हान्जाल नखाएको किनभने बोरी चाहिँ सकेको रहेछ त्यो पनि हो
गोजीमा हालेको अलिअलि यो खा अब चाहिँ यो पनि खा छिर्दैन र बट्टा बट्टाले त भने बट्टे दादालाई यताबाट छिर्छ यता आउँछ ए यहाँ पनि गोटी झन् नसर्ने बनायो भने त डबल बिजेलाई घाटा लाग्यो केटाले यति घाटामा खाँदैन त हुन्छ आजको चाहिँ म बुझ्दैछु दिनै 6-7 रोटी बनाउँछ है क्या घरमा ल तेरो फेरि ल्याङ हो नि त हातैमा ल छोडिदियो म अब सक्दिन्छु यो खा ल कुकुर टेक्छ उसकै कराउँछ नि त फेरि खड्का कस्तो टाढो भयो मलाई यार नहान्न त आँखा मिलाइदिइहाल्यो अघि हातले भएन त्यतिको 29 साउजी भयो सकिएको 29 प्रकाश गरे त अनि ल अर्को राउन्ड 40 बनाउने अरे केटाहरूले एक छोडियो यो लास्ट खेल नि त्यसले सम्झिँदैन क्या त्यो मान्छेले नगयो अन्त 40 पुराउने आफ्नै बाजे पर्ने हो लु आउ खेल हाम्रो के हो वाइट हैन थाहा छैन सिराना भाइ भयो त प्लस 2 पढ्दा खेलेको मान्छे यार त्यही खेल्नु सक्यो कति भयो के हो पिठे मुस्न आँट्यो के हो हेर त्यति के दियो त म बनाउनु रोटी आँटेको। बनाउनु आँटेको छ दाजु पिछो प्लेयर पो त पिठो प्लेयर आउँदै यार के हो बोरी के हो छिराउनु पर्यो यो आँटा हो कि गहुँ हो कि मकै हो हान्न कता हेर्नु दुईजना रोटी पुग्थ्यो छाक टर्थ्यो यसले अझै ल्याउँछ अझै हाल्छु भन्दैछु फेरि सक्यो त हौ कुन सेतो हो उताको हाम्रो कालो खा त गेम गेम हेरौँ तेरै ए यो खतरा रहेछ यो खाना ए ल यस्तो पाराले त कहाँ भयो त दुईजना नखेल्ने बस्यो क्या हो एकछिन निल खान्छ केटाले ए आमा पुऱ्याइदिन्छु मैले खेल्न अनि के हो छिराउँदैछ छिराउँदैछ त 7 8 एउटा त झन्डै खाएछ ओ फिनिस पो रहेछ त यसको त के हो तरिकाले त ओए हालाकि अड्किन्छ लोदर लाउँदैछ है यहाँबाट हान्न यी छिर्छ त तेरो 10 उतै छिर्छ पावर हान्न छिर्छौ कालो म छिराइदिए आइन्छु ल छिर्दैन है यहाँबाट ल हान्न एघारले चान्स पायो ल चान्स पायो छिरेको थियो नि उता म सजिलो छिर्छौ त दाइहरूले के भनेको मान्नु कि आफै जान्नु सस्तो सेतो आखै त जानु बुझ्यो त मारेको नि अब सेतो देख्दिन त जाँठो ओइ ला खोइ पठाइदियो त मोबाइल फेरि पोइन्ट छ है क्या माने त ब्लक छ कुन छिरो ओइ थाहा छैन कसम ओए पानी पनि हाल्न आँटेछ क्या ओए पानी पर्यो नि पठाइदियो नि तँलाई है यहाँ त आउँदैन होला बाङ्गो आयो भने त आउँछ को चाहिँ नमानेको कहाँ नाटेको त हान्न यहाँ हान्छु खाता खोजिराख्यो अनेक पो गर्छ गर्नुपर्ने यत्रो देखि कालो हो 50 कालोको त मालिकै छैन जस्तो भयो त यो त यार ल यताको 12 ल दामी ब्लक कता राखिदिउँ म यहीँ बस्छु एउटा ल हातैमा केटाहरू गएर आउनु पनि छैन नाटेकले बिग्यो नि त्यसको त 10 कस्तो फस्छ केटाहरू काठमाडौँ गएदेखि एक्लै फसेन आउनै छोड्यो नि कहाँ गर्छ केटाहरू बल्ल एकचोटि हान्न पायो पुस्न त्यसको पछाडि के हो भने फोटो सोटो त्यसको पछाडि चाहिँ पुस्न गोटीको घरमा त ल्याएको अहिले ठुक्का कालोको भनेको यसले अब यो राख्नु छ केटाहरूलाई अत्रै छोटो जाँठो लु अहिले छुएन हो लु राति 12:30 बजे भयो फिनिस गरेर फिनिस नातेको तालमा सुन्छ आफै बरी खाने आफ्नै गोटी आउँछ तेरो अँध्यारो छ कि नि त आवश्यक
लु हो छुँदैन त के भयो के गर्नु सकाइदिनु कि के गर्नु तेरो सेतो त्यहाँ फसिरहेको छ एउटा दस त काला चिरो त फेरि एउटा फाइन दिएको यता निकाल्दैन सक्यो त हाम्रो पो सकेछ त कालो काम पान त ल सक्यो फाइन छिर्दैन हौ कहाँ हुन्छ यसको चाहिँ फिनिस छ छिरो भने है खड्को त अलिक पछाडि आइदियो छिल्यो ल हातैमा हो छोडिदेऊ न किन त्यहाँ फेरि मेरो फिनिस भइरहेछ छोड्देऊ उतै हान्छ ठिक तान त एकचोटि केटापट्टि कतापट्टि छिरेछ यतै सुगासो फसाइदियो न तानेर फसेन यार फसेन म फसाउने गरी हानेको अरे नि त होइन छोडिदिएको केटा मिल हान्नु हात पताएको मात्रै हो मिल भने हामी 50 पुऱ्याउने भन्दै मिल भन्दैछ वार्मअप मात्रै हुँदैछ होइन हामी अघि 8वटा गोटी थियो वार्मअप मात्रै हुँदैछ खै त हो छोड्यो तान नजिक तान 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 अरे कालो फेरि निकाल सक्यो घुमाउँछ एकचोटि राख न देखो आवाज दिएको छ पनि पिक्चर अझै कालो